हाम्रो भाइहरूको रगतमाथि टेकेर चुनाव गराएर सङ्ख्या पुगेन भनेर पहिलाको सदनमा उफ्रेर अहिले सङ्ख्या पुग्दाखेरि आफै यसरी खेल खेलेर आफ्नै मान्छेलाई यसरी राजीनामा दिन बाध्य गराउनु कुन चाहिँ नैतिकताले दिन्छ क्या रासोपालाई? कुन चाहिँ नैतिकताले? यो एकदमै गलत गर्नुभयो तपाईँहरूले, एकदमै गलत गर्नुभयो। सुदन गुरुङले राजीनामा दिनुपर्ने कुनै ठोस विषय नै थिएन। यहाँ मान्छे मार्ने हत्याराहरू खुलेआम हिँडिरहेछन्, बाध्य गराएर मान्छेलाई राजीनामा माग्ने तपाईँहरूको नैतिकताले दियो होइन? ठिक छ, हाम्रो भाइहरूले हेरिरहेछन्, हामी छोड्दैनौँ, हामी सडकमा आउँछौँ, हामी छोड्दैनौँ। शिक्षा यही हो, के पढाउनुहुन्छ? A स्क्वायर प्लस B स्क्वायर प्लस 2AB जीवनमा कहाँ लागु हुन्छ? त्यो देखाइदेऊ त। बिहान उठ्यो भने छोरालाई यत्रो भारी बोकाउनुहुन्छ, 12-13वटा किताब। अहिले त कोही बच्चा त स्कुल जान पनि सक्दैनन्, भारी लगाइदिनुपर्छ। स्कुल पढायो बिहानदेखि बेलुकासम्म, 25 वर्षको हुँदासम्म पढायो। पढेर आइसकेपछि बाबु तैँले किताबमा जे कुरा सिकिस् त्यही कुरा अनुसार घर आगो बालेर भात पकाउन आउँदैन। त्यही भएर अहिलेको शिक्षाको पाठ्यक्रम चेन्ज गर्न आवश्यक छ। अहिलेको शिक्षा मन्त्रीबाट ठुलो आशावादी म के छु भने, भाषणबाजी होइन, ठुलो आशावादी के छु भने अहिलेको शिक्षाको पाठ्यक्रम चेन्ज गर्नुपर्छ। आजको संसदको जनादेशका वास्तविक रचयिता हुनुहुन्छ वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू। यो देशमा आजसम्म सबै तपाईहरूले पठाएको रेमिटेन्सको कुरा भयो, तर आज म पैसाको होइन, तपाईहरूले तिर्नुभएको व्यक्तिगत मूल्यको कुरा गर्छु। परिवारबाट अलगिनु भयो, आमा बुवाको साथ गुमाउनु भयो, कलिला छोराछोरीको बाल्यकाल गुमाउनु भयो, चाडपर्वको रमाइलो, परिवारको माया, आफ्नो गाउँघरको न्यानोपन गुमाउनु भयो। कतिले आमा बाबुको मृत्युमा काँध थाप्न पाउनु भएन, कतिले सन्तानको पहिलो पाइला देख्न पाउनु भएन। आज म यहीँबाट क्षमा याचनाका साथ स्वीकार गर्छु, यो देशले तपाईँहरूको त्यागको उचित सम्मान गरेन। अब तपाईँहरूको पीडा केवल कथा बन्ने छैन, नीति बन्ने छ, राज्यको प्राथमिकता बन्ने छ। म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ, काम गर्ने तरिका पनि फरक छ, सबै कुरा म प्राय सबैसँग। त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगेँ भन्न पनि चाहन्छु। म अमेरिकामा पढेर नेपालमा 2049 साल भाद्र महिनामा आएको।